मलाई लाग्छ यो सदन पनि बिस्तारै बिस्तारै अराजकतातर्फ उन्मुख हुँदैछ, जानी नजानी भन्ने मैले चाहिँ महसुस गरेको छु। मन्त्रीज्यूलाई, देशकै सम्माननीय प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ। उहाँलाई पक्राउ पनि परेर चाहिँ नि कति दिन हिरासतमा राखेर छुटेको रहेछ। फेरि उहाँलाई चाहिँ नि फेरि पुनः पक्राउ गरेर पूर्वपक्षमा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ। जेनजी हुन्, युवा हुन्, सच्चिने मौका दिनुपर्छ। तर त्यसरी चाहिँ नि एउटा अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ, सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दाखेरि राम्रो हुन्छ भन्ने मेरो सुझाव हो। जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई चाहिँ चेनले बाँधेर राखिएको रहेछ। त्यो किन सम्माननीय सभामुख महोदय, प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने हाम्रो आन्दोलन यथावत रहिरहेको छ। उहाँ आएर आफ्नो भनाइ सच्याउनुपर्छ भन्ने दैनिक जसो हामीले भनिरहेका छौँ र यसलाई यहाँले निर्देशन दिएर रुलिङ गर्नुहुन्छ होला भन्ने विश्वास हामीले लिएका छौँ। यो लोकतन्त्र र अराजकतामा के फरक छ भन्ने बारे हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। जब हामी लोकतन्त्रमा नियम मान्दैनौँ अथवा एक थरीले मात्रै मान्नुपर्ने बाध्यता अर्को थरीले नमान्दा हुन्छ भन्ने बाध्यता हुन्छ, त्यहाँदेखि मान्छेले चाहिँ नि मैले पनि नियम मान्दिनँ भन्ने मनसाय बनाउँछ र त्यो अवस्थालाई चाहिँ लोकतन्त्र नभनेर अराजकता भनिन्छ। मलाई लाग्छ यो सदन पनि बिस्तारै बिस्तारै अराजकतातर्फ उन्मुख हुँदैछ, जानी नजानी भन्ने मैले चाहिँ महसुस गरेको छु। सभामुख महोदयले यो महसुस गर्नुहुनेछ र यसलाई चाहिँ नि प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू लगायतका पदाधिकारीहरूलाई, नेपाल सरकारका पदाधिकारीहरूलाई नियमित रूपमा हाम्रो नियमावली अनुसार, हाम्रा संविधान नियमावली अनुसार चाहिँ नि सदनमा हाजिर गराउनु हुनेछ होला भन्ने मलाई लागेको छ। अर्को कुरा, यो अहिले यो सामाजिक सञ्जालमा सुनि नसक्नु, देखि नसक्नु गाली गलौजको तपाईँको चाहिँ नि के अरे सिलसिला देख्छौँ हामी। अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने, यही प्रश्न छ। प्रधानमन्त्रीज्यूलाई, देशकै सम्माननीय प्रधानमन्त्रीज्यूलाई एकजना व्यक्तिले गाली गर्नुभएछ। उहाँलाई पक्राउ पनि परेर चाहिँ नि कति दिन हिरासतमा राखेर छुटेको रहेछ। फेरि उहाँलाई चाहिँ नि फेरि पुनः पक्राउ गरेर पूर्वपक्षमा पठाइयो भन्ने सुनिएको छ। एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ। जेनजी हुन्, युवा हुन्, सच्चिने मौका दिनुपर्छ। तर त्यसरी चाहिँ नि एउटा अभिव्यक्ति दियो भन्दैमा कठोर जेल चलान गर्नुपर्छ, सजाय दिनुपर्छ भन्नेतर्फ सरकार नलाग्दाखेरि राम्रो हुन्छ भन्ने मेरो सुझाव हो। यो गाली गर्ने चलनलाई कसरी हामीले अन्त्य गर्ने, होइन? हामी सबैजना त्यसमा चाहिँ नि सचेत बन्नुपर्छ जस्तो मलाई लाग्छ। प्रधानमन्त्री, मन्त्रीहरूले गाली गर्दाखेरि पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा चाहिँ पक्राउ पर्ने कि नपर्ने भन्ने प्रश्न पनि छ। मलाई पनि दुईजना व्यक्तिले चाहिँ ज्यानै मार्ने, तेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ, तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। कि आफ्ना समर्थकले चाहिँ जे भन्दा पनि हुन्छ भन्ने छुट त्यस्तो हो भने फेरि त्यो अराजकताले चाहिँ नि अझै धेरै अर्कै मोड लिन सक्छ। त्यसतर्फ पनि तपाईँको चाहिँ नि हामी सबै दलका, सरकार पक्ष, प्रतिपक्ष सबै दलका मानिसहरू सचेत हुनुपर्छ भन्ने म सल्लाह दिन चाहन्छु। अर्को विषय, यो दृष्टिविहीन व्यक्तिहरूले चाहिँ आन्दोलन गरिराख्नु भएको छ। उहाँहरूको माग के हो भन्दाखेरि हामीलाई भत्ता दिनुपर्छ, हामी बसी बसी खान्छौँ भन्ने होइन रहेछ। मलाई एउटा ज्ञापन पत्र पनि बुझाउनु भएको थियो। उहाँहरूको माग चाहिँ के छ भने हामीले सकेको काम, जस्तै फोन रिसिभ गर्ने कामदेखि लिएर बसेर गर्ने कामहरू हामी गर्न सक्छौँ। सरकारले हामीलाई त्यसतर्फ रोजगारी दिउन् भन्ने खालको चाहिँ नि उहाँहरूको माग छ। यदि त्यो दिन सकेन भने उहाँहरू सडक पेटीमा गीत गाएर गुजारा गर्दै हुनुहुँदो रहेछ। त्यहाँ गीत गाउनु हुँदैन भन्ने सरकारले महसुस गरेको रहेछ। हुन त अब अहिलेको सरकारले सबै कुरो होइन चिटिकै परेको होस् भन्ने चाहना छ, तर सबैको जीवन चिटिकै परेको हुँदैन। हामी आफू जस्तो अरूलाई सम्झनु हुँदैन। कि त उहाँहरूलाई त्यसरी नै सडक पेटीमा गीत गाएर गुजारा गर्ने इन्भाइरोन्मेन्ट बनाइदिनु पर्यो। त्यो चाहिँ सरकारले गर्न चाहँदैन होला, म पनि चाहदिनँ। भनिसकेपछि उहाँहरूको माग नम्बर 1 उहाँहरूलाई चाहिँ नि
दिनुपर्ने रोजगारीको प्रबन्ध सरकारले मिलाओस्, एकैचोटि सबैलाई दिन नसकिएला तर सुरु गरियोस्। यो महिनादेखि 10-15 जनालाई दिन थाल्यो भने पनि हुन्छ। अर्को मैले ध्यान आकर्षण गर्न चाहेको कुरा चाहिँ यो सुर्खेत भन्ने जिल्लामा अस्ति म चाहिँ नि जाने मौका पाएँ। त्यहाँ चाहिँ जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई चाहिँ चेनले बाँधेर राखिएको रहेछ। त्यो किन बाँधिएको हो होइन, गृहमन्त्रीज्यू लगायत सम्बन्धित निकायले खोज अनुसन्धान गरेर त्यो मूर्तिलाई बाँधेर राख्नुपर्ने कारण मान्छेलाई बाँधेको होइन, थुनेको त देखेको थिएँ, मूर्तिलाई भगवान् बुद्धको मूर्तिलाई थुनेर राखेको रहेछ। यो विषयमा पनि सरकार गम्भीर हुनुपर्छ। र अन्त्यमा हाम्रा सरकारी योजनाहरू थुप्रै यात्रा गरिरहन्छु म, अब घुमिरहने मान्छे, जतै पनि हेऱ्यो कामदारले मात्रै काम गरिराखेको हुन्छ, ठेकेदार पनि छैन, सरकारी इन्जिनियर कोही छ भने पनि छैन है। अनि काम अत्यन्तै कमसल भइराखेको छ। त्यसले गर्दाखेरि म सदन मार्फत नेपाल सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु, जनताले खाइ नखाइ तिरेको कर त्यसरी दुरुपयोग हुनु हुँदैन। साइटमा अनिवार्य सरकारी कर्मचारी होइन, सब इन्जिनियर, ओभरसियर, इन्जिनियर को छ के छ त्यो उपस्थित हुनैपर्छ। र निर्माण व्यवसायको तर्फबाट पनि रिप्रेजेन्टेटिभ साइटमा हुनुपर्छ। होइन भने त्यो कामदारलाई मात्रै हामीले चाहिँ तपाईँको के हो कता हो भनेर सोधेर केही पनि प्राप्त हुँदैन, जानकारी पनि, स्तरीय काम पनि हुँदैन। यी कुराहरू राख्न चाहन्छु। धन्यवाद।